गुड मर्निङ साथीहरू सबैलाई नमस्कार छ। आजको भिडियो चाहिँ मैले यहाँबाट सुरु गर्दैछु साथीहरू। हेर्नुस् हाम्रो घरमा फुल चाहिँ हमेशा यो धेरै हुन्थ्यो हाम्रो घरमा, तर यो बार चाहिँ त्यो हावा पानीले क्या लडेर फुलहरू सबै मर्यो प्राय। अहिले चाहिँ हाम्रोमा यो दुईटा मात्रै छ साथीहरू। पहिले चाहिँ धेरै हुन्थ्यो साथीहरू यो फुल हाम्रोमा, अहिले चाहिँ यो फुल छैन। यहाँ छ अर्कै खालको तर मलाई चाहिँ यो भन्दा चाहिँ साथीहरू यो नै मन पर्छ है। यो फुल चाहिँ मलाई मन पर्छ, देखाउने छु है त। यो भन्दा चाहिँ मलाई यो मन पर्छ साथीहरू। अनि यतापट्टि चाहिँ के छ भने नि बेलचन्दाको फुल फुलेर पनि यस्तै लडेछ। म चाहिँ देखाउँछु भन्दै थिएँ कि बेलचन्दा फुली पनि सकेछ है। हाम्रोमा चाहिँ यसरी बेलचन्दा फुलेको छ साथीहरू, लाग्दैछ यहाँतिर पनि पुरा बेलचन्दा छ। हेर्नुस् यहाँ फुलेर कस्तो मजाले फुलेको छ क्या, निकै छ यहाँतिर बेलचन्दा फुलेको। अब यसको बिजनहरू हुन्छ, यति सुन्दर फुल फुलिरहेको रहेछ बेलचन्दा। अब यो एउटा फुल भयो नि, यो बेलचन्दा यो खाने। अर्को वाला पिङ्क कलरको फुल फुलेको छ, तर त्यसको चाहिँ के गर्छ थाहा छैन है। त्यो फुल पनि म हजुरहरूलाई देखाउने छु है त। यहाँ छ बेलचन्दा, सेम छ यो पनि, तर फुल चाहिँ यस्तो पिङ्क, के भन्छ यसलाई, पिङ्कै भन्छ नि होइन, कलेजो कलरको फुल चाहिँ कति सुन्दर छ। बेलचन्दाकै जस्तो छ यस्तो कोपिला पनि, तर यो पत्ता यस्तो छ। त्यसको सेम छ कि, तर यो चाहिँ फुल होला, त्यो चाहिँ खान्छ भने फुलै हो। कति सुन्दर छ क्या फुल। अनि अर्को चाहिँ अब बेलचन्दा। अनि अर्को चाहिँ के देखायो भने हाम्रोमा नि साथीहरू, यहाँ हेर्नुहोस् यो सिस्नो। यो खाँदा हुन्थ्यो होला हौ ज्योति, कस्तो मजाले फुल फुलेको छ क्या सिस्नोकै। चाहिँ हाम्रो घरमा यो सिस्नो यसरी फुल फुलेको छ है साथीहरू। यतातिर पनि छ। अलि हामीले यता उतापट्टिको झाङ राखेनौँ नि, राखेको भए हुन्थ्यो। यो चाहिँ हाम्रो घरमै छ हामीले लगाएको सिस्नो। हेर्नुहोस् काँडा सिस्नो है साथीहरू। यो चाहिँ यता सानो पनि छ, मतलब त्यो चाहिँ बोट हामीले काट्यौँ। कस्तो मजाको देखिन्छ है फुल, हेर्नु यो सिस्नोको फुल। यहाँ छ यो सिस्नो। यहाँको चाहिँ भाइले बोल खेलेर बोलले हिर्काएर नै अनि अलि आएर काटिदिएको हँसियाले। यो मर्छ होला भनेर भनेको थियो, धन्न हिउँदैछ। यस कस्तो ठुलो झाङ थियो यो चाहिँ, भाइले बोल खेलेर नै मारेको भन्नु मलाई क्या। मऱ्यो नि। अब कस्तो मजाको झाङ थियो यो, फेरि पलाएको सिस्नो हो यो चाहिँ। के छ भनेर देखाउँछु है त। यहाँ अरू छ। मलाई यो फुल चाहिँ हेर्नु बार मन परेको, कति सुन्दर फुलेको छ। अनि मखमली फुल पनि भर्खर फुल्दैछ हाम्रोमा चाहिँ, यस्तो छ मखमली फुल। कुनै यो चाहिँ हामीले खाना पाउँछौँ कि पाउँदैन लगाएको चाहिँ छ। तिउरी फुल चाहिँ तिउरी फुल छ है साथीहरू। यहाँदेखि यता चाहिँ मैले फर्स्ट बार ट्राई गरेको, बोरामा हल्दी रोपेर ट्राई गरेको। कुनै कस्तो हुन्छ कि हुँदैन, म चाहिँ फर्स्ट टाइम यो ट्राई गरेको है साथीहरू। बोरामा चाहिँ हल्दी लाएर परसम्म छ करेसम्म। अब म उता बारीमा के छ देखाउने छु है त। यसमा निम्बु चाहिँ अहिले फलेकै छैन साथीहरू, यसलाई नुन लाउनु पर्ने अलिअलि। यहाँ भाइ बहिनीहरू खेल्दैछन्। मेरो घरमा चाहिँ यस्तो फुल छ। यहाँ रहेछ कोपिला आइराखेको। यता चाहिँ यहाँनिर पिङ्क कलरको फुल फुलेको थियो, सबै सकेछ, यो मात्रै रहेछ अब त फुल। यता वाइट पनि फुलेको छ, देखाउँछ है त। सबै कुखुराले भुतभुते खेलेर छैन। वाइट अर्को पनि छ, वाइट यहाँनिर फुलेछ। आज चाहिँ यस्तै छ है मेरो भिडियो चाहिँ। कति वाइट, यति सुन्दर। यो पनि फुल फुल्छ र भोलि पर्सि। छोरो यस्तो छ है साथीहरू। अब म बारीतिर जानेछु। के कसो हुन्छ मेरो बहिनीलाई यो फुल पनि देखा भन्दै छ कि मेरो बहिनीले चाहिँ। हाम्रो घरमा भएको फुल चाहिँ
छोरो कता जानु नि ल मम जान्छु यहीँ बस्नु ल नानी यो चाहिँ हाम्रो स्टार फ्रुट साथीहरू मैले हाँगाहरू काट्दै माथि पुरा फुल चिचिलाहरू भइरहेको छ अहिले चाहिँ फलिरहेको छ चारपाटेको बोटै यता हाम्रो बनाना छ यो चाहिँ हाम्रो अमरुदको गाछ अब हामी जाँदैछौँ है त यहाँभित्र के छ कसो छ अहिले त घिरौला पनि छैन यो पोइ साग चाहिँ टिप्नु पर्ने बेला भएको थियो हाम्रो यहाँ बारीमा चाहिँ साथीहरू पोइ साग छ है हाम्रोमै यो पोइ साग टिप्ने बेला भएको रहेछ कि लहरिएर यत्रो भइरहेको रहेछ है माथि छ है अनि यहाँ चाहिँ सिमी लगाएको छौँ साथीहरू हामीले चाहिँ सिमी पनि पाकेछ पाक्न आँटेको छ चाहिँ अब 2 दिन 3 दिनमा चाहिँ यो चाहिँ सुक्छ अनि यो सुकेकोलाई टिपेपछि चाहिँ अनि हामी अरू चाहिँ हामी तरकारी खाने हौँ हामीले चाहिँ निकै फैलायौँ साथीहरू मेरो कुखुरा चाहिँ कराउँदैछ ओथाराबाट भर्खर निस्केको यता पपिता छ अनि यतातिर चाहिँ यस्तो छ झासझुस यो चाहिँ हाम्रो करेसो बारी यतातिर सिमीको फुल कस्तो मजाले फुलेको रहेछ सिमीको फुल फुलेको रहेछ अनि यहाँ एउटा घिरौला छ अब बारीमा घिरौला भनेको चाहिँ यो मात्रै हो है साथीहरू घिरौला जति छैन टिपेर खाने घिरौला छैन है यस्तो छ यहाँ त मैले देखाइहालेँ बाँदरले बोट भाँचेको है अनि सोपसाकै यतिको हुँदैछ है पानीले पछारेर के गर्नु र अनि यहाँतिर चाहिँ साग यस्तो भयो यहाँतिर यस्तो छ है साथीहरू साग चाहिँ हाम्रोमा साग छ अहिले सबैजना भेला भयो नि दिदीबहिनीहरू यो पनि अब काँक्रा फुल्न आँटेछ मेरो नानी पनि भित्रबाट निस्केर आउँदैछ है ए नानु आमा नानी पनि भित्रबाट निस्केर आउँदैछ यो हे परमेश्वर लु हेर्नु यहाँ यिनीहरूले मेरा बहिनीहरू आज चाहिँ छुट्टी के अनि छुट्टीको दिनमा चाहिँ मेरा बहिनीहरू यहाँ यस्तो मस्ती गर्दैछन् नि बनाना पाके छ अरे साथीहरू हेर्नु न बनाना पाके छ अरे के बोटेमा अनि बोटमा पाके भनेर तिनीहरूले यसो गरेको यसलाई काटिदेन हौ लड्यो आज छुट्टी भएर घरमा अनि यो चाहिँ अब काट्नुपर्छ अब चाहिँ के हुँदैछ भने मेरो बहिनीहरू मस्ती हुँदैछ है यहाँ अब बनाना त्यसै गरेर छाम्छ अरे अब के हो यिनीहरू यो चाहिँ बनाना चेक गर्न जाने अरे कि बहिनी बनाना चेक गर्न जान्छु पाकेछ पहिले देखेछ क्या त्यही भएर चेक गर्न जान्छु भनेर गएको यस्तै रहेछ है एउटा माथि आयो लडाइदे ये बनाना काटे अब चाहिँ हामी बनानाको बोट काट्दिनु फेद काट लाटी जो डन्ट हटारा ओ माई गॉड बहिनीले त यसरी झार्दै लु माथिबाट बनाना बनाना लु बनाना पहिले भएछ है साथीहरू पाकेको त छैन रहेछ तर पहिले भएको चाहिँ रहेछ है साथीहरू हाम्रो बनाना चाहिँ एउटा निकालिम अरे यहाँ त ट्विन्सवाला रहेछ यी ट्विन्स रहेछ ए साथीहरू यस्तो बनाना है साथीहरू हाम्रोमा चाहिँ हेर्नु न यहाँ बनानाको पत्तामा चमेरा छ यहाँ भगै त चमेरा उडा त चमेरा उल्टा लट्किरहेको छ
तिनवटा आएर बस्थे अहिले दुई एउटा मात्रै रहेछ ऊ भगाता ऊ हेरिरहेको छ हामीलाई ढुङ्गा होइन डन्ठा अलिअलि हलाउँदा नि भाग्छ नभागेको हेर्न चमेरो छ गयो ला पार भयो अब यसलाई थोरै राख्नुहुन्छ त काट्नुपर्छ त उ त ए यहाँ छोडिदिउँ न भयो अब काटिदिउँ काट्दिउँ बनानाको ढालिदेऊ बनाना बोट ला हाँस्यो फसाइदिए यिनीहरूले ला जबरजस्ती झन् भान्जी मैले के गरेको यस्तो तानिन नि मैले हाँस्यामा चाहिँ हालेर चाहिँ कसरी हेर न ओ माई माई गॉड ल